हेर्नुस् मलाई पनि बाबु मम्मीले भनेर मैले बिहाको कुरा गर्नु भएको रहेछ त्यही भएर हेर्न आएको त्यही त मलाई नि घरबाट राम्रो केटा छ गएर हेर भनेर पठाउनु भएको हेर्नुस् अब यो हाम्रो सम्बन्ध अगाडि बढाउनु भन्दा पहिला म तपाईसित केही कुराहरू गर्न चाहन्छु हजुरले भनेको पनि राम्रै हो एकअर्कालाई राम्रोसँग बुझेकै राम्रो भन्नुहोस् न के भन्नु खोज्नु भएको हेर्नुस् म पनि एउटा केटीसँग लामो समयसम्म सम्बन्धमा थिएँ त्यसले पनि धोका दिएर गयो होइन अहिलेको जमानामा यस्तो भइहाल्छ मलाई पनि हजुरको पास्टले केही हुँदैन मेरो पास्टले पनि हजुरलाई केही नहोस् हेर्नुस् म त्यो केटीसँग 1 वर्षसम्म लिभिङ टुगेदरमा बसेको थिएँ यो कुराहरू पछि थाहा पाउनुभन्दा अहिले भनेको राम्रो हो जस्तो लाग्छ मलाई चाहिँ ओहो तपाईँले यस्तो धोका दिनुभएको धोका मैले दिएको होइन धोका उसले दिएको होइन तपाईँले पनि लिभिङ टुगेदर बसेको छु भनेर घरमा त भन्नुभएको थिएन होला नि त होइन त्यो त मैले घरमा भनेको थिएन हो तपाईँले पुरा नभनेर आफ्नो परिवारलाई धोका दिनुभयो नि त भोलि गएर मेरो परिवारले थाहा पायो भने मलाई नराम्रो सोच्छन् त्यही भएर म बे गर्न सक्दिनँ ठिकै छ केही छैन तर यो कुरा चाहिँ मेरो घरसम्म नपुगोस् हुन्छ यो कुरामा निर्धक्क हुनु होइन के भयो तिमीलाई आजभोलि स्याड स्याड देख्छु त होइन त्यस्तो केही भएको छैन आज घरको धेरै याद आइरहेछ त्यस्तो घरकै याद आइरहेछ भने कुरा गर नभए घरै जाऊ 1-2 दिनको लागि त्यही त के गरौँ एकछिन है दिदीको फोन आयो हेर्न मम्मीले भने त्यो केटा त एउटा केटीसँग 1 वर्षसम्म लिभिङ टुगेदर बसेरहेछ फेरि म पनि यता एउटा केटासँग लिभिङ टुगेदर बसेको थाहा भयो भने के होला भनेर मैले त बिहे नै क्यान्सल गरेर आएँ हेर्न यो केटालाई नि छोड्ने भनेको छोड्नै खोज्दैन कसरी छुटकारा पाउने होला योबाट